है। अब यो सम्पत्तिले गरेर चाहिँ छानबिन भएको छ, धेरै कडा कडा प्रश्नहरू गर्नु भएको छ र यसमा चाहिँ तपाईँले एउटा ढुक्क हुनुहोस् कि यसमा म एउटा साधारण नागरिक हो, कुनै राजनीतिक दलमा आबद्ध थिइनँ। आफूले गर्ने सक्ने दुःख गरेर मैले कति कुरा कमाएँ होला, कति कुरा गुमाएँ होला, कति ऋण लिए होला, कति सापट लिए होला, आफ्नो ठाउँमा छ र त्यसको लागि निष्पक्ष छानबिन गर्नलाई यति कडा कडा प्रश्न गर्नुभयो कि एकछिन त्यो पुरानो सुदन गुरुङ निस्किसकेको थियो। यति साह्रो प्रश्न गर्नुभयो कि मैले त उहाँलाई के भने हजुरको पनि सम्पत्ति छानबिन गर्नु त भन्नुसम्म त मैले भ्याएँ होइन। म एउटा साधारण नागरिक, तर अहिले एउटा सार्वजनिक पदमा छु, मैले बुझ्छु यो कुरा, मैले आफ्नो जिम्मेवारी बुझ्छु, एउटा पारदर्शी हुनुपर्छ भन्ने म कुरा बुझ्छु र सफाइ आइहालेको खण्डमा मेरो विचारमा त्यो फेरि तपाईँको जिम्मेवारीमा उहाँले इच्छाउनुहुन्छ र मलाई काबिल देख्नुहुन्छ भने म त्यो पदमा गइहालेँ भने पनि मलाई अलिकति समय दिनु, म हजुर सबैजना आग्रह गर्छु। मलाई 2 महिना जतिको समय दिनु, त्यतिखेर यो फोटो खिच्ने र माला लाउने खाता लाउने बधाई दिने कार्यक्रमहरू नगरौँ, मन्त्रालय धाउने काम नगरौँ। त्यसपछि नि भएन भने बाबु तिमीले बोलेको भएन है भनेर भन्नु होला। म तपाईँको छोरा जस्तो हो, तपाईँहरूले मलाई एउटा जिताएर पठाउनु भयो, म तपाईँभन्दा माथि होइन, म तपाईँभन्दा मुनि नै हो। तपाईँहरूले आज यो काम नगरेर तपाईँले मलाई दुःख गरेर भोट दिएर नजिताउनु भएको, आज म त्यो ठाउँ पुग्दिनँ थिएँ र म आफ्नो धरातल बुझ्छु, म यसलाई बिर्सिदिनँ। म तपाईँहरूलाई सम्झिरहेको छु, तपाईँहरू मेरो मनमै छ, त्यही भएर तपाईँले देख्नु भइहाल्यो। म तपाईँसँग भेट्दाखेरि म अङ्गालो मार्छु, कुनै ठुला नेता जस्तो गरेर म तपाईँलाई ल अब चाहिँ म मन्त्री पूर्व मन्त्री भनेर तपाईँलाई मैले रवाफ पनि देखाएको छुइनँ। म अहिले पनि तपाईँहरूको त्यो त्यही सुदन गुरुङ हो जो चुनावमा नजित्दै गरेर तपाईँहरूलाई हात जोडेर भोट माग्न आएको थिएँ र पछि पनि त्यही सुदन गुरुङ हुनेछु। तपाईँहरूको इज्जत म फाल्दिनँ, मैले बोलेको छु र यो मेरो तपाईँहरूलाई बाचा।